कांग्रेस रवि लामिछाने विरुद्ध लाग्न थाल्यो। यो मैले भनेको होइन, हालका प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका हुन्। यो सुन्नुहोस्। अचम्मको कुरो, साह्रै अचम्मको के भने नेपाली कांग्रेस एउटै मान्छेलाई राति प्रधानमन्त्री बन्दिनुहोस् 1.5 वर्षका लागि भन्न जान्छ, कागज लिएर सम्झौता गरौँ भन्न जान्छ राति। त्यो कागजमा उसले सम्झौता नगरेपछि भोलिपल्ट यो त सहकारीको भ्रष्टाचारी हो भन्दै उफ्रिन्छ। रातिसम्म त्यो मान्छे कांग्रेसको पछि लाग्ने हो भने प्रधानमन्त्री बन्न लायक भयो, कांग्रेसको पछि लागेर प्रधानमन्त्री हुन्न भन्यो भने त्यो मान्छे भ्रष्टाचारी भयो। के भएको कांग्रेस संसद चल्न दिन्न भन्छ, किन? आफू बोल्छ, अरूलाई आरोप लगाउँछ, आरोपित मान्छेले जवाफ दिन्छु भन्दा जवाफ दिन दिँदैन, बोल्न दिँदैन। आरोप लगाउने, संसदमा आरोप लगाउने, आरोपको खण्डन गर्छु म, बोल्छु म भन्दाखेरि अर्कोलाई बोल्न नदिने, यस्तो लोकतन्त्र हुन्छ कहीँ जुन नेपाली कांग्रेसले गरेको छ। रवि लामिछाने विरुद्ध प्रहरीले महिनौं लगाएर अनुसन्धान गर्दा पनि सहकारी ठगीमा कानून अनुसार कुनै पनि प्रमाण भेटाएन। यो पनि मैले भनेको होइन। नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुँवरले संसदीय समितिमा भनेका हुन्। यो पनि सुन्नुहोस्। जुन अहिले इस्यु आएको छ, जो सहकारीको इस्यु अलिअलि साङ्केतिक रूपमा आयो, यस विषयमा मैले धेरैभन्दा मैले ठाडो उजुरीको रूपमा जो इस्यु आयो दर्ता भयो, तर कुनै पनि कानुन अनुसन्धान गर्दाखेरि तथ्य प्रमाण भेटिँदैन, कानुनको दायरामा जो पर्ने अवस्था छैन। र अहिले त्यो जुन साङ्केतिक रूपमा आएको छ रवि लामिछाने भन्ने, त्यो विषयमा अहिलेसम्मको तथ्य प्रमाण र कुनै पनि आधार देखिँदैन। यसको डिटेल कुरा भन्न जरुरी, मैले यति भन्न जरुरी अरू छ भने डिटेल कुरा मेरो चाहिँ मोहन सरलाई बोलाएको छु, उहाँले त्यो कुरा राख्नुहुनेछ, जरुरी छ भने, नत्र यसमा त्योभन्दा बढी तथ्य छैन। त्यति मात्र होइन, राज्यका सबै संयन्त्र लगाएर खोज्दा बुझ्दा पनि रवि लामिछानेले सहकारी ठगेको कतै भेटिएन। यो त झन् तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका हुन्। यो पनि सुन्नुहोस्। रवि लामिछानेका विषयमा प्रतिपक्षी दलहरूले उठाउनु भएको कुरा छ, हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन। सूर्य दर्शन बचत तथा सहकारी संस्थाका 1000 भन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरेको भन्दै 2080 साउन 22 गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन। रवि लामिछाने विरुद्ध सहकारी ठगीमा कतै पनि जाहेरी परेको छैन। यो पनि मैले भनेको होइन, नेपाल सरकारको कानूनी रक्षा गर्ने महान्यायाधिवक्ताको कार्यालयले भनेको हो। यो पत्र हेर्नुहोस्। ठीक छ, प्रहरी प्रमुख महान्यायाधिवक्ताको कार्यालय, तत्कालीन प्रधानमन्त्री, हालका प्रधानमन्त्री कसैले भनेको पनि विश्वास नलागेपछि कांग्रेसको माग बमोजिम नै सहकारी ठगी सम्बन्धी अनुसन्धान गर्न नेकपा एमालेका नेता सूर्य थापाको नेतृत्वमा छानबिन समिति बन्यो। रवि लामिछानेले सहकारीबाट रकम ल्याउने काममा कतै पनि संलग्नता देखिएन। यो पनि मैले भनेको होइन, संसदले गठन गरेको छानबिन समितिले बनाएको प्रतिवेदनले भनेको हो। यो प्रतिवेदनको अंश हेर्नुहोस्। अझ रवि लामिछानेले आफ्नो हस्ताक्षर गरेर माग फारम भरेर नागरिकता लगायतको विवरण दिएर कुनै पनि सहकारीबाट ऋण ल्याएका छैनन्। यो त झन् छानबिन समितिका सभापति सूर्य थापाले नै भनेका हुन्। यो पनि सुन्नुहोस्। व्यक्ति रवि लामिछानेले आफू सहभागी भएर कुनै पनि सहकारीबाट पैसा लिएको छैन। यसमा क्लियर छ। सहकारीबाट ऋण लिने कुराको निर्णय योजना बनाएको पनि उहाँले छैन भन्नुभयो। हामीले पनि उपलब्ध माइन्युटहरू जहाँ जहाँ उपलब्ध थिए ती हेर्यौं, त्यहाँ पनि निर्णय गरेको देखिन्छ। व्यक्ति रवि लामिछाने त्यो सहकारीबाट रकम ल्याउने कुराहरूमा इन्भल्भ भएको देखिँदैन। सहकारीको रकम रवि लामिछानेको नाममा हाल्नका लागि सहकारी व्यवस्थापकले रवि लामिछानेको नाम मात्र लेखेर भौचर भर्न लगाएका हुन्। यो पनि मैले भनेको होइन। सहकारीको रकम रविको खातामा पैसा हालिदिएको भौचर भरेकी रोशनी गुरुङले भनेकी हुन्। त्यो पनि राजसपाको कार्यालयमा होइन, छानबिन समितिको इजलासमा भनेकी हुन्।
सहकारीको रकम रवि लामिछानेको बैंक खातामा जम्मा भएको पनि छैन। यो त झन् मैले भनेकै होइन। रविको व्यक्तिगत खातामा पैसा आयो भन्दै स्टेटमेन्ट सार्वजनिक गरिएको ग्लोबल आइएमए बैंकले भनेको हो। यो पत्र हेर्नुहोस्। अझ संसदमा प्रमाण देखाइदिउँ भन्दै भाषण गर्ने नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले समितिमा एउटा पनि प्रमाण देखाउन सकेनन्। यो पनि मैले भनेको होइन, छानबिन समितिका सदस्य समेत रहेका नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले भनेका हुन्। यो पनि सुन्नुहोस्। जसरी माने रवि लामिछानेसँग सम्बन्धित भएको विषय लिएर उहाँले मसँग प्रमाण छ भनेर गगनजीले कतिचोटि दिनुभयो समितिलाई? त प्रमाण हामीले लिखित रूपमा माग गर्यौं, दिनुभयो। प्रमाण भएको एउटा कुनै पत्रिका बोको प्रमाण छ भनौँ, त्यो पनि उहाँहरूको बदनियत देखिन्छ। कसैलाई खुइल्याउने होइन, कसैलाई खुइल्याउने, कसैलाई अपमानित गर्ने हे पनि होइन कि तथ्य प्रमाण छ भने उजागर गर्नु पर्यो। यति सबै हुँदाहुँदै पनि पोखरामा रवि लामिछानेका विरुद्ध पूरक निवेदन दिएको महिनौपछि कास्की प्रहरीले रवि लामिछानेलाई काठमाडौँ घरमै आएर सोधपुछ गर्यो, कागजमा औँठा छाप गराएर लग्यो। त्यसबेला घरमा प्रहरी आउँदा रवि लामिछाने गृहमन्त्री थिएनन्, तर प्रहरीले उनलाई पक्राउ गर्नुपर्ने कारणै देखेन, आधार नै देखेन। तर जब सहकारी छानबिन समितिको प्रतिवेदनमा सहकारीको रकम गोर्खा मिडियामा ल्याउने भूमिकामा रवि लामिछाने कतै पनि देखिएनन्, त्यसपछि समितिले कार्यालय भित्रको आन्तरिक व्यवस्थापनमा जीवी राईले गोर्खा मिडियाको खातामा हालिदिएको पैसा चलाएको कारण कानून अनुसार कारबाही गर्नु भनेर लेखिदियो। जुन कामका लागि समितिलाई जिम्मेवारी दिइएको थियो उक्त विषयमा लामिछानेको गल्ती नदेखिएपछि समितिले कम्पनी भित्रको विवरणमा घुसेर सिफारिस गर्यो। यो पनि मैले भनेको होइन, कानूनका विज्ञहरूले भनेका हुन्। तर नेपाली कांग्रेस र नेकपा एमालेलाई जसरी पनि रवि लामिछानेलाई थुन्नु थियो, त्यसैले गोर्खा मिडियाका प्रबन्धक हुँदा रवि लामिछानेले कर्मचारीलाई तलब खुवाएको, कार्यालयमा चाहिने सामान खरिदका लागि पैसा दिएको विषयलाई सहकारी ठगी तथा संगठित अपराध भन्दै प्रहरीले पक्राउ गर्ने बहाना बनायो। न कुनै नयाँ जाहेरी परेको थियो, न कुनै थप प्रमाण भेटिएको थियो। कानूनी र तथ्यगत अवस्था त्यही समयभन्दा एक रति पनि फरक थिएन। जुन बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, हालका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल प्रहरीका प्रमुख बसन्त कुँवर, महाधिवक्ताको कार्यालयले रविको सहकारी ठगीमा कुनै पनि प्रमाण भेटिएन, गल्ती भेटिएर भनेका थिए। प्रमाण भन्दै पुरानै कागजपत्र बोकेर कास्की जिल्ला अदालतमा दुई पटक धाएको कास्की प्रहरीलाई न्यायाधीशहरूले प्रमाण नपुगेको भन्दै पक्राउ पुर्जी दिएनन्। तर राजनीतिक रूपमा पोखरामा यति ठूलो दबाव बनाइयो कि कास्कीका प्रहरी प्रमुख फेरियो। दशैं सकिएको भोलिपल्टै कास्की जिल्ला प्रहरीका प्रमुख एसपी र डीएसपी न्यायाधीश नै उपस्थित नभएको अवस्थामा पनि अदालतमा ढुकेर बसे। विधामा बसेका न्यायाधीश जहाज चढेर हतार दिउँसो 3 बजे कार्यालयमा आए र पक्राउ पुर्जी जारी गरे। पक्राउ पुर्जी शुक्रबार अबेर जारी भयो। त्यो किनभने लामिछानेलाई शुक्रबार समातेर लैजान पाइयो भने आइतबारसम्म त कम्तीमा थुन्न सकिन्छ। लामिछाने न भाग्ने मान्छे थिए न त प्रमाण नष्ट गर्ने भूमिकामा उनलाई रातारात समातेर लैजाने कार्य प्रतिशोध बाहेक अरू के हुन्छ? यो हातले आज यसमा हस्ताक्षर गरेको छ, यही हातले कयौं भ्रष्टाचारीले थुन्ने कागजमा हस्ताक्षर गरेको छ। म बाँचे भने यिनीहरूले जिउँदो मलाई छोड्यो भने त्यो हातले सब भ्रष्टाचारी जतिलाई जेल लाने हातमा तिमीलाई दुःख भयो मेरो कारणले। मैले ठगी गरेको छैन, मैले अपराध गरेको छैन, तिमीलाई थाहा छ नि तिमी। पक्राउपछि प्रहरीले फेरि लामिछानेको बयान लिन थालेको छ। तर यो बयान कर्मकाण्डी मात्रै देखिन्छ, किनकि रवि लामिछानेले सार्वभौम संसदमा सहकारी प्रकरणमा आफ्नो भूमिका स्पष्ट पारेका छन्। स्वेट शेयरका रूपमा त्यसमा आफ्नो सेवा सुविधा सहित काम गर्ने निधो गरे। त्यो मैले प्राप्त गरेको वा लिएको पैसा होइन, काम गरे, छोडेर गए। त्यो स्वेट शेयरका रूपमा रहेको हुनाले त्यो पनि मैले लिएर गइनँ, छोडेर गएँ, जसको सार्वजनिकीकरण मैले कार्यक्रम सुरु हुँदाको पहिलो श्रृङ्खला र कार्यक्रम छोड्दाको अन्तिम श्रृङ्खलामा आम जनता समक्ष प्रस्तुत गरेको भएको चाहिँ यति नै हो। न म भनिएको त्यो सहकारीको सदस्य न सञ्चालक, न गोर्खा मिडिया नेटवर्कमा एमडी रहँदा कुनै निर्णय गराई सहकारीबाट पैसा ल्याउने मान्छे, सदस्य समेत नरहेको मान्छेसँग संस्थाको कारोबार हुँदैन र संस्था सप्रनु र बिग्रनुमा सदस्य समेत नरहेको मान्छेको हात हुँदैन। त्यतिले नपुगेर सबै राजनीतिक दल नेताहरूको सहयोगमा छानबिन समितिले रात दिन लगाएर तयार पारेका 51वटा कठोर सवालको जवाब दिएका छन्।
त्यति मात्र होइन, कास्की प्रहरीले घरमै आएर लिएका बयानमा आफ्नो भूमिका स्पष्ट पारेका छन्। कुन सहकारीबाट रकम कसरी आयो, जीवी राईले कसरी गोर्खा मिडियामा पैसा ल्याए, रवि लामिछानेलाई कुन भूमिका दिए, कागजपत्रमा के छ भन्ने कुरा बुझ्न बाँकी सायदै कोही होला। तर नेपाल प्रहरीले फेरि तिनै कागज र तिनै बयानलाई अकाट्य प्रमाण, गम्भीर अनुसन्धान भन्दै समय र शक्ति खर्च गर्दैछ। तर नेपाल प्रहरीको समय र शक्ति रवि लामिछानेको हकमा मात्रै सीमित हुँदैछ। रवि लामिछानेले जीवी राईले कार्यालयको खातामा हालिदिएको पैसा चलाएको कारण हिरासत खेपिरहँदा आफैले मुद्दा चलाएका अभियुक्त व्यापारीसँग पैसा लिएर सहकारीमा मात्रै 92 लाख ऋण तिर्ने, 14 करोड बचत हिनामिना गराउने नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ बुढानीलकण्ठ र बालुवाटारमा कफी मिटिङ गर्दैछन्। श्रीमतीलाई सहकारी सञ्चालक बनाएर 14.5 करोड हिनामिना गर्ने लेखा समितिका सभापति समेत रहेका नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले विमानता होटलमा बसेर कुलमानलाई कसरी कारबाही गर्ने भन्ने योजना बुन्दैछन्। कांग्रेस नेता विमलेन्द्र निधिका बाबु महेन्द्र नारायण निधिको नाममा खोलिएका महेन्द्र नारायण निधि मेमोरियल स्वास्थ्य सहकारी र महेन्द्र नारायण निधि मेमोरियल हेल्थ कोअपरेटिभमा लालीगुराँस